होइन मेरो गर्लफ्रेन्ड नै छैन क्या म अहिलेसम्म भर्जिन हो क्या चल झूठा ग्रुपमा हालि क्या ग्रुपमा नहाल कस्तो पागल हो र भन्नु त के भन्नुभएको मेरो अहिलेसम्म गर्लफ्रेन्ड नै छैन क्या म भर्जिन हो क्या अहिलेसम्म पत्ताउन न कसरी तिमीले पत्याउँदैनौ गफ पनि हान्नुपर्छ कि केटा मान्छेले गफ त हान्नुपर्छ कि तर यो त ओभर गफ भयो म भर्जिन हो क्या अहिलेसम्म धेरै नभए छैन थिएन 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 के हो हो त भर्जिन भनेको मलाई थाहा छैन चल झुट्टी भर्जिन भनेको के हो मलाई थाहा छैन तिम्रो अनि बोयफ्रेन्ड छ भन्यौ होइन बोयफ्रेन्ड थियो भन्यौ अनि तिमी भर्जिन भनेको थाहा छैन के हो र कसम थाहा छैन कि बोयफ्रेन्ड भयो भने भर्जिन भनिन्छ त भयो नराम्रै होला यस्तो भयो म सुन्न चाहदिनँ तिमीलाई थाहा भएर त तिमीलाई नराम्रो लागेको हो त्यो गफ नदेऊ होइन मेदीले छि भने कि त्यही भएर भयो थाहा पाए दिदीले भनेर के भन्यो दिदीले के भन्यो दिदीले जे भने हाम्रो कुरा यस्तो छि त होइन तर नि जे भयो नि ए त्यसपछि तिमी पनि नै ल नै सुन त्यसो भए तिमी पनि भर्जिन हो गफ हान्छौ ल कस्तो गफ हान्छौ हो र तिमी कति वर्ष पुग्यौ बोल म 19 आजकलको होइन आजकलको म त्यस्तो जस्तो लाग्छ म त्यस्तो जस्तो लाग्छु छोड्दो त्यो कुरा साइडमा सुन तिम्रो तिमीले इन्स्टा चलाउँछौ इन्स्टा बोलाउँला नि होइन के साँच्चै भनेको म तिमीलाई मेसेज गर्छु म एकछिन गेम सेम खेलेर मेसेज एक दुई दिनको लागि होइन तिमी बुटोल हो यहाँनिर नजिकै हो क्या बुझेनौ तिमी नजिकै हो यहाँबाट त ओके छ त भन न एउटा कुरा भन्छु अब यहाँ मेरो आइडी खोज्नु भएन अब यहाँ कति धेरै केटीहरू आउँछ सबको आइडी माग्नुहुन्छ फलो गर्नुहुन्छ न होइन यस्तै हुन्छ नि के कसरी हुन्छ हो केटाहरू यस्तो खै मलाई थाहा छैन अब यस्तै गर्छ नि त मेरो उसमा गरेछन् कि त्यस्तो के भएर गरेछन् गर्छन् के त्यही त छन् होइन छन् भनेपछि त आमा तिम्रो एउटा बोयफ्रेन्ड होइन त्यसो भए छैन हौ मेरो बोयफ्रेन्ड धेरै थिएनन् भन्न खोजेको कतिवटा थिए एक्स तिम्रो अल्छन् कतिवटा छ एक्स नठग हेर कसम दुईटा तिम्रो 10 वटा भयो भने रेस्ट पनि हुन्छ के मेरो एउटा नि छैन के अनि कसरी पत्ताउने अनि त नढाक्नु हजुरले नि नढाक्नु सुन्नुभयो नढाक्नु होइन साँच्चै भनेको के मेरो छैन के अनि साँच्चै मेरो पनि यति मात्र थिए यति मात्रै यो थोरै हो 19 वर्षमा सुन्नुभयो सही हो अनि मैले भन्दा चाहिँ हजुर नपत्ताउने रे अनि हजुरले भनेको कुरा चाहिँ मैले पत्ताउनु पर्ने नै सुन न त्यही त मैले त्यही त भन्दा छु त मैले भनेको सुन न अनि 19 वर्षमा दुईटा बनाउनु थोरै हो थोरै मान्छेले 10-12 वटा बनाउँछ मैले दुईटा मात्र अनि दुईटा चाहिँ कस्तो अब मतलब कति इयर्सको थियो अब रिलेसन त्यस्तो धेरै थिएन के गफ नदेऊ नि तिमी धेरै इयर्सको थिएन के होइन फेरि आजकल त धेरै इयर्स नभए नि फेरि 1-2 हप्तामै हुन्छ क्या काम बुझेनौ त्यो त हो अनि होइन एउटा कति 8 हो होइन 9 हो कि 10 हो क्या महिना भनेपछि त स्योर हो होइन हौ म के स्योर ल भन्नु न काम
हेलो हेलो ए तिमी म त सुत्यो कि भनेको So funny, girl. फेस देखाउ न तिम्रो फेस हैन के देखाउँछ नाइ तर म फेरि रेडी हो म रेडी हो फेरि के म- रेडी हो नाइ जेनी हेर्न क्या अब बुझेनौ यो नि एकदम तिम्रो नि देखाउन न ओए कस ओए तिम्रो कतिजना हो पोस्टरको यस्तो हुन्छ पोस्टरको ब्याकग्राउन्ड यस्तो हुन्छ पागल अनि तिम्रो 4 जना चाहिँ एउटा कोठामा के गरेर आएको के गरिरहेको के गर्छन् कोठामा के गरेर आएको बेलुका के गर्छन् त्यस्तै गर्छन् कहाँबाट हो तपाईहरु तपाईको खम्बा गाडेको ठाउँबाट खम्बा उम्, मेरो खम्बा ठुलो छ चल झूठा खम्बा ठुलो छ कस- सानो होइन क- सानो होइन कसम ठुलो छ मेरो खम्बा खोइ देखाउ त खम्बा हेर्नु पर्यो अब यहाँ त ब्यान्ड खान्छ नि त फेरि खाँदैन योमा त खान्छ पहिला चाहिँ तिमीहरूको फेस देखाउ न पहिला मैले यस्तरी फेस देखाइरहेको छु मैले फेस देखाउ न तिम्रो मेरो अब फेस देखाउन त खोडे छ त्यही भएर नदेखाउनु के छ खोडे के हो त्यो भनेको खोडे भनेको पाल परेको क्या अनि एकजना मात्रै बोलिरहेछौ त सबै बोल न एकपल्ट कराउ त एकपल्ट गर त सबै किन गर बोल्नु न। पर्यो यहाँ घरबेटी तर्सेर बाहिर निस्क्यो भने अहिले के गर्ने यहाँ गाह्रो छ अनि त्यो नि हो फेरि उम्, तिमी के सुतिरह अहिले होइन उठेर तिम्रो बारेमा सोचेर चल झूठी सोच्ने भन्दा नि तिमी थाकेछौ जस्तो लाग्यो क्या मलाई थाक्यो जिमसँग काम गरेको थियो र थाक्नुलाई कसम यार तर तिमी थाकेछौ जस्तो लाग्यो यार मलाई बर थाकेछौ क्या किन हेर न तिम्रो बोली नै त्यस्तै छ क्या को ऊ चाहिँ बोली त्यस्तो म मान्छे हो होइन साँच्चै भनेको यार तिमी लास्ट थाके जस्तो छ यार तिमी आज बोयफ्रेन्डसँग भेट म दिउँसोभरि काम गर्छु नि त के काम गर्छौ जब जानु पर्यो केटीहरूलाई पाल्नु पर्यो रासन पानी दिनु पर्यो नत्र यिनीहरू भोकै मर्दैन त्यसो भए त तिमी मेरो सुगर मम्मी बन नि त कोही खोकिहाल्छ नि मान्छे भएपछि सास नफेर्नु भने अहिले तिम्रो कसम देखाएको छैन यार होइन होइन सुन न तिमी पनि के अरे अर्को पनि बोयफ्रेन्डसँगै भेटेर जस्तो लाग्यो त्यही भएर खोकिरहेछ बोयफ्रेन्डसँग भेटेपछि के खोक्छन् खोकिहाल्छ तिमी नि तिम्रो फेरि। गर्लफ्रेन्डसँग भेट्ने तिम्रो खोक्छौ रात मेरो गर्लफ्रेन्ड नै छैन मेरो गर्लफ्रेन्ड छैन त्यही भएर म ओमिटी आएको तिमीसँग आउन त तिमी र म भेटौँ तिम्रो भेटौँ न त अब त्यही त भन्दा हो त तिम्रो घर कहाँ हो मेरो घर खम्बा गाडेको ठाउँमा तिम्रो त्यो खम्बा छ कि नै त्यही हो मेरो छ मेरो खम्बा त्यही हो मेरो घर त्योमा मेरो घर आँगनमा सबै फुलै फुलको बारी छ 12 seconds later. गर्लफ्रेन्ड भन्यो भने किन दाइ भन्नु गर्लफ्रेन्ड होइन यहाँ हेर ऋषि हेर ऋषि थाहा छ मलाई ओए होइन होला तिमी खतरा ओए तिमी मलाई अनि वाइल्ड निन्द्रा लगाएर खाने जस्तो चाहिँ यस्तो त होइन अब दिउँसोभरि काम गरेपछि मान्छेको होइन ठाउँमा। त्यो तिमीले आज तिमी बोयफ्रेन्ड भेटेर चाहिँ आएको हो क्या तिमी ढुक्क भनेपछि तिमीलाई थाहा हुँदो रहेछ बोयफ्रेन्ड गर्लफ्रेन्ड भेटेपछि के हुँदो रहेछ भनेपछि तिमीलाई थाहा हुँदो रहेछ तिमी पनि तिम्रो गर्लफ्रेन्डसँग भेटेको दिन थाक्दो रहेछौ कस्तो थाक्दो रहेछ मेरो त हात हो क्या बुझेनौ हात हेर यहाँ हेर न रेखानी जान लाग्यो क्या मेरो त आँखाले निन्द्रा खोजिरह हो मुखले बोल्न खोजिरह हो ज्यानले सुत्न आनन्द खोजिरहेछ हो के भन्नु तिमीलाई
अनि त्यहाँकोले त्यहाँको त्यहाँ छैन मेरो अर्ग्यान तिमी के हो टाले हो तिमीले टालेको टालेको होइन पाल परेको छ मेरो तिमी कति वर्ष हो किन तिमी धेरै थाक्यो के मसँग बोल्दा बोल्दा गरिहाल्छु त म थाक्दिन तिम्रो स्ट्यामिना होइन स्ट्यामिना दह्रो छ तर फेरि मेरो बडी चाहिँ छैन कि स्ट्यामिना त फेरि बढी छैन बब्बाल भने के अब तिमी चाक छैन तिमी कसरी बस्छौ होला तिमी पातला छौ कि मोटो छौ भन त म ठिक्कको छु ठिक चाक छ कि नै तिम्रो चाक त भइहाल्छ नि हौ कसको हुन्न चाक कोही केरा त गजेडी चाकै नभएको म गजेडी होइन म त्यस्तो चुरोट गाँजा साजा खाने केटा होइन क्या बुझेनौ तिमी के खाने हो त तिमी अरू दुधहरू खाने कफीहरू खाने हो होइन बुबु बुबु खाने हो क्या म दुध खान्छौ कि नै तिमी दुध त प्योर दुध मात्रै पानी मिसाएको प्योर दुध के को प्योर दुध भन न तिमीलाई के चाहियो भन तिमीलाई अन्डा चाहियो कि आँप चाहियो कि स्याउ चाहियो कि केरा चाहियो कि अङ्गुर चाहियो कि के चाहियो भन त मलाई चाहिँ कसरी केरा चाहियो हौ केरा तिमी बनाएर खाँदैनौ दहीसँग मिसाएर खानु खतरा मिठो हुन्छ कम्बिनेसन त्यो चाहिँ म तिमीलाई हो क्या तिमीलाई चाहिँ खुवाउँछु म